गाइस अब केटाहरु चाहिँ यहाँ सर्प निकाल्दैछ गाइस सर्प चाहिँ बच्चा है यो चाहिँ लठीले न लठी चलाइदैन खोइ छोड त ओ ढुङ्गा नानु भित्र छिरो हेलो गाइस आजको भ्लग चाहिँ सुरु भइसकेको छ हैन आजको धेरै पछिको भ्लग मजा आउने छ सबैजनाले हेरिदिनु होला सपोर्ट गरिदिनु होला हामी चाहिँ टक्क लाएर स्कुल गएर छुट्टी भएपछि यस्तो जङ्गलको बाटो केटाहरू हामी हिँडेको ल यहाँबाट उकालो मास्तिर है त उकालो जङ्गलको बाटो अहिले त सबले सब्सक्राइब गरिदिनु पर्यो अहिले त गाइस मासतिर उकालो जाँदैछ त्यस्तो चिप्लोको बाटो ब्याङ लड्छ सबले सपोर्ट गरिदिनु पर्यो गाइस हामी चाहिँ माथि आइसक्यौँ तलबाट जङ्गलको बाटो सबले सपोर्ट गरिदिनु पर्यो होइन रोडमा निस्किन्छौँ हुँदैछौँ केटाहरू आज चाहिँ नभाग्ने ए साईको यहाँ चाहिँ भनेको क्या ल सुरु गर छिटो ल राजाजी भागिसके आम्मामा केटाहरू त बाटै चिनेन क्या हामीले हामी चाहिँ यहाँ माथि आइसक्यौँ ए गले मासतिर जाँदैछौँ ए उहीँको हो ए तल्लोबाट आएको है फेरि तपाईँहरू यहीँबाट आएको यस्तो नेपालमा हजुरहरूले पनि यस्तो देख्नुहुन्छ मान्छे सुत्ने ठाउँ आइसक्यो अब साथै हान्नु पऱ्यो सुतेर नुन नखाइकन बाँच्नु सक्छ मान्छेले होइन क्या मुजीको मान्छे है त हामी चाहिँ हिजो खाएको चिनाहरू सबै अब आज चाहिँ यहाँ बस्ने अलि माथितिर होला है केटाहरू ओइ अगाडि नबस् ल हामी चाहिँ बसिसकेको छ ल यहाँ चाहिँ अब खाजाहरू झिक्दैछ होइन यस्तो टक्क लाएर फ्लेक्स हान्नुपर्छ तपाईँहरू पनि फ्लेक्स हान्नु होला कहाँ दिन्छ किनेको माल मात्रै घोल्छ त मुनि त जताको जतै छ सबैले लाइक सब्सक्राइब सपोर्ट गरिदिनु पर्यो है त सबै मजा मुनि नै ठुलेर के हुन्छ खाना सुरु गरिसक्यो त खाजा चाहिँ सबै लगाइसक्यो होइन खाजा खाएको ठाउँबाट त्यो खाजा खाएको मासतिर जाँदैछौँ अब पाक खोज्दै पिरोले मरिसक्यो हिजो उजल पिरो कस्तो थियो पिरो खतरा अनि खाजा कस्तो अनि तिर्खा लाएर लाइटरले यस्तो चाहिँ भिडियो नहाले मुझे कला हेर्नु खोप 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 तातेको बेलामा अलिक मजाले खोप्ने यतिले हुँदैन क्या
पेरे डढिसक्यो के चाहिएको अब त्यो एकछिन बल्न दिएन एकछिन छोड्थ्यो केही घोचाल घोचाल खोजेर हान्दा त्यस्तै के नगर्नु टालिन्छ त्यसले झन् घोषणामा ड्याम मान्न हो अब फुटिसक्यो है ओ फुट्यो छोड छोड हान केटाहरू पक पक बल्न चाहिँ पाक्लिँदैन पक्लिँदैन हामी चाहिँ यस्तै पानी तिर्न आएर तपाईँहरू नि यस्तै गर्नु होला पानी तिरेर आएर है केटा हान्न ब्ल्याङ ब्ल्याङ हान्न एकछिन एकछिन त्यो पौले झर्दैछ के हान केटा हान छोड्न यसरी बाङ्लो चाहिँ छोड्न छोड्न हान हेर्न त त्यत्रो गइसक्यो सर्प देखिसकेको छ है गाई स्वर्प मुजी अलिक नजिक गएर बना न ओइ ओइ नहान ओइ चल न चल त्यही छ ओइ ओइ नचला केटा रे अरे अरू सर्पहरू लड म त के बेटारेको देख्छु सातो यार ओइ 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 ला फेरि ढुङ्गाभित्र छिरो सिरियस सिरियस अब यहाँनिर होइन गाइस सर्प देखेर अब तान्दैछ अलि उता चौधो निकाल्दै निकाल्दै हो त्यो ठ्याक्क त्यो पहाडीबाट झिच्छ यसरी छैन क्या हो छका देखे लट्ठी गुलास तर छाड्छ छैन उही उही टाउ उही छिरे उही भित्रै छिरो भाग्न त्यो त माटो भित्र छिरो जम्स ओ त्यहाँ देखे देखे उ त्यहाँ उ गाइस अब केटाहरू यहाँ सर्पको छिरी छ नि सर्प निकाल्दैछ यहाँ आठिलो ओइ 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 उ त्यहाँ कता ओइ 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 उ ढुङ्गा छ त उयो ठुलो ढुङ्गा होइन उयो सानो ढुङ्गा त हुँदैछ हो त्यो नक्कै तान्दै उ त्यो ढुङ्गा तान् त अर्को सानो पनि हो त्यो सानो पनि तान्न अर्को सानो तान्न हो कालो हेर्न अर्को नि फिक्स छ टन्नै छ है केटाहरू सर्प गाइस नेपालमा सर्प हेर्न मन छ भने यस्तो गाडीमा आउनु होला सबैजना त्यो सर्प चाहिँ कहाँको कालो कालो त्यो अर्को त्यो बच्चा हो क्या त्यो त अर्को माउची उता गयो भुइँ टेकेर किन केटाहरू एमा उधार भयो तेरो बदनले भ्यान मुजी ल हात निकाल ओइ त छुबाट नै आउला सर्प माउ बोलाए जस्तो छ गाई सिडुङ्गा मुन्ची सर्प बचोल टोकेर नि अलि बिस किलो भने मुजी कसले बानेको ट्र्याकको ज्याकेट छ त मुजुको झन् त फस्लै केटा कहाँबाट यताबाट हो त्यो त यताबाट उचाल्यो खोइ त हो त्यो सबजना मिलेर टेक्न केटा आइजान ल टेक ल टेक टेक सबजना केटा त्यहाँ मात्र ढुङ्गामा त आउँदैन अब तल त्यहाँबाट खिच्न त चाहिँ ओ त्यतिकै टाउको आम्मा ओए सो आन छिरो अब चाहिँ यता पल्टाइदियो अब चाहिँ यता पल्टा खोइ गाइस सर्प चाहिँ बच्चा है यो चाहिँ लट्ठी लिएन लट्ठी चलाइदैन खोइ छोड त ढुङ्गा नानो भित्र छिरो कस्तो निकाल्दैछ हैन सर्प ओइ केटा त्यतिकै बस्नु पर्छ यार केटा हो यत्रो छ यार बच्चालाई बोलाछ नि माउले मु ठुलोलाई चाहिँ
बिचरा हेर सर्पको बच्चा है यो चाहिँ। ओए टाउको त ठडिरहेको छ यार ऊ हेर्न केटाहरू आफै अट्याकिङ मोडमा छ है अट्याकिङ मोड होइन होला जम केटाहरू जम छोडिदिउँ बिचरा यार टाइम टाइम हेर ओ त्यस्ताले चाहिँ होइन क्या मरिसकेको सरले के मुजी त्यो क्याप्चर हान्छ भनेको किन भन्दाखेरि त्यो मुजी त नागिन धेरै हेरेर क्या राणीकामा कुरामा हामी चाहिँ सर्पबाट देखेर फर्किसकेको छौँ होइन कस्तो मैले त्यो ढुङ्गा उचाल्दा हामी त्यही बसेर फेरि लाइटर बाल्यो है आगो बाल्यो म त्यही ढुङ्गामाथि बसेर सबजना बस्यो नि मुजी त्यहाँ माउची थियो हामी बस्ने ठाउँमा त फेरि कडा हो ल है त अब त्यो जङ्गलमा तपाईँहरूलाई सर्प हेर्न मन छ भने आउनु है सर्पको लास त्यहीँ छ के छ जी जान लगाएर जगिङ ठोक्दे आमा म ऐसल पाएपछि केटाहरू चाहिँ यस्तै ल ल ल स्लप्स लाइटर मात्रै स्लाइड हान्ने खतरा आज ऊ तल्ल आइसक्यो होइन हो माथि पुगेर आजको ब्लग सबै राम्रै भएको छ हो कि उज्जवल सरपाल टुकेको भए यतिखेर हस्पिटल नजिक नि है हस्पिटल धेरै माथि पनि छैन 3 किलोमिटर जति 3 किलोमिटर भयो 1 किलोमिटर गाइस हामी चाहिँ नगरपालिका भवन पिएससी हस्पिटल मेरो आइपुग्यो टाढो होइन सबले लाइक एन्ड सब्सक्राइब गरिदिनु पऱ्यो टुरिस्ट ड्राइभरले लिएर गयो म चाहिँ यस्तो डुल्नु पऱ्यो इभिनिङ वाक ल है त गाइज अहिलेको कार चाहिँ मेरो यहीँ आइसक्यो मलाई लिनलाई अहिलेको हाम्रो कार है हामीलाई लिन आएको तर हामी चाहिँ फेरि ओहो भलिबल खेल्दै रहेछ या त्यसतिर हामी चाहिँ नगरपालिका जिल्ला प्रशासन कार्यालय प्रशासन कार्यालय नै आइसक्यो हामी चाहिँ अब सबले लाइक एन्ड सब्सक्राइब गरिदिनु पर्यो ल त गाइस आजको भ्लग यति नै सबले हेरिदिनु होला हाम्रो आजको धेरै पछिको भ्लग राम्रो फिल आउँछ हामी चाहिँ टक्क केटाहरू अब हिँडेको घरतिर लगाएर सबले सब्सक्राइब गरिदिनु पर्यो